यी भाइ लिनु न त्यहाँ थालमा हालिकन खानु हुन्छ थ्याङ्क यू थाल त्यो होला है हजुर भाइ त्यो थाल पास गरिदेऊ न मलाई पिलेट भन्नुपर्छ नेपाली बुझ्दैन हाम्रोहरूले भन्नु न इङ्ग्लिसले मात्रै बोल्छ इङ्ग्लिस मात्रै हुन्छ भाइ प्लिज पास मी द्याट प्लेट Sure. ल थ्याङ्क यू देख्यो ईश्वर अरे हौ हाम्रो नत्र अरूहरूले त ओके भन्छ नि तर मेरो नानीले चाहिँ ईश्वर भन्छ है त्यो एडभान्स लेभलको छ नि यसको त इङ्ग्लिस पनि फेरि गीतहरू पनि सब इङ्ग्लिसै मात्रै सुन्छौ त्यो कुनिके जाति वान लभ भनेर छ नि त्यसमा अब ब्यान्डहरू आउँदो रहेछ नि त यहाँ गान्तोक पाल्जर स्टेडियममा यो डिसेम्बर 13 तारिक त्यसको पनि भन्नु नि आफै फोनबाट के गरेर अस्ति टिकट पनि निकालिसकेछ त्यो त फेरि जो पाए त्यसले पनि कहाँ पाउँदैन अरे नि होइन तर मेरो छोराले त पाइ पनि सक्यो भन्नु नि होइन डिस्ट्रिक्ट बाई जोमेटोमा अनलाइन बुकिङ गर्दा भइहाल्छ मैले पनि किनेको छु के हो र खै के हो अहिले हामीलाई त अब के थाहा त्यसको खासमा चाहिँ यो चाहिँ तपाईँको अर्किड म्युजिक फेस्टिभल हुँदैछ कि अनि ब्लू यो ब्यान्ड चाहिँ तपाईँको हेडलाइनर हो अनि नितेश जङ्कुवर सोफियम सोनम वाङचेन अनि एभरग्लो पनि छ जो चाहिँ कोरियन पप ब्यान्ड हो कोरियन फेरि अब कस्तो दामी कोरियन पनि बोल्छ भन्नु नि कोरियन स्पिक सारङ्गे ओप्पा त्यो त बेसिक कोरियन हो नि यति त म पनि बोलिहाल्छु नि होइन तर मेरो छोरा त अझै दामी बोल्छ नि ए सन स्पिक मोर स्पिक कोरियन खाम्सामिदा ओप्पा पेदोक्पा यम्बा यम्बा हि यो त सुब्बा भाषा पो कहाँ सुब्बा भाषा हुन्छ कोरियन नै हो होइन हि भनेको गु हो सुब्बा भाषा कोरियन र सुब्बा भाषाको एक दुईवटा शब्दहरू मिल्छ अरे नि त मैले त सुनेको होइन फेरि यम्बा भनेको पनि त ठुलो हो सुब्बा भाषामा जबरजस्ती नगर न अब एक दुईवटा के मिल्यो होला नि होइन अन्त पेदोक्पा चाहिँ फेरि कसरी चाहिँ कोरियन भयो आमाको स्वभाव कोरियन बोलेको भनेर बुझ्दैन भाइ तिमीले मेरो छोरा कोरियन बोल्ने अनि त्यो एभरग्लो जस्तै कोरियन गाउने ट्यालेन्टेड नानी हो भनेको बुझ्दैनौ तिमी यहाँ के भन्दैछ हाम्रो छोरालाई यहाँ हेर के भन्नु खोजेको भाइ तिमीले मेरो नानी चाहिँ फ्रड हो भनेको